चितवन उच्च सुरक्षा सतर्कता रासोपा महाधिवेशनका लागि कडा सुरक्षा 25,000 भन्दा बढी सहभागीको अनुमान। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था कडा बनाएको छ। जिल्ला सुरक्षा समितिले चारवटै सुरक्षा निकाय परिचालन गर्दै महाधिवेशन स्थल र आसपासका क्षेत्रलाई उच्च निगरानीमा राखेको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अनुसार विशिष्ट व्यक्तिदेखि सर्वसाधारण सहभागीको सुरक्षालाई मध्यनजर गर्दै विस्तृत सुरक्षा योजना लागू गरिएको छ। सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी रहनेछ भने आवश्यक जनशक्ति थप गर्न बागमती प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी परिचालन गरिने भएको छ। ट्राफिक व्यवस्थापकलाई सबैभन्दा चुनौतीपूर्ण पक्ष मानिएको छ। विशेष गरी नारायणी पुल क्षेत्रलाई संवेदनशील घोषणा गर्दै अतिरिक्त सुरक्षा र सवारी साधन व्यवस्थापन गरिनेछ। आवश्यकता अनुसार सशस्त्र प्रहरी र नेपाल सेना समेत परिचालन हुने जनाएको छ। महाधिवेशनमा 25,000 भन्दा बढी सहभागी हुने अनुमान गरिएको छ। त्यसै अनुसार पूर्व र पश्चिमबाट आउने सवारी साधनका लागि छुट्टा छुट्टै पार्किङ क्षेत्र निर्धारण गरिएको छ। यता केही मन्त्रीहरू चितवन पुगिसकेका छन् भने अन्य उच्च स्तरीय नेताहरू आउने क्रम जारी रहेको सुरक्षा निकायले जनाएको छ।